नमस्ते साथीहरू, यहाँहरूलाई डे 5 को फाइनेन्सियल लिटरेसी च्यालेन्जमा स्वागत छ। र आजको हाम्रो टपिक रहेको छ आफ्नो इम्प्लोइमेन्ट इन्कम। यदि तपाईँ स्यालेरिड पर्सन हो भने, स्यालेरीबाट पैसा आउँछ भने त्यसमा चाहिँ कसरी ट्याक्स सेभिङ गर्ने भन्ने हाम्रो टपिक रहेको छ। र तपाईँहरूमध्ये धेरैजनाले चाहिँ आफ्नो इम्प्लोयरले जति ट्याक्स काटेर दिनुहुन्छ त्यसमा नै चित्त बुझाएर आफ्नो पेमेन्ट चाहिँ लिने गर्नुहुन्छ होला। तर त्यसमा पनि तपाईँले चाहिँ के बेनिफिट क्लेम गर्नुहुन्छ एकताले आफूले एनालाइज गर्नु हुँदैन होला। तर पक्कै पनि त्यो गर्नुभयो भने तपाईँको ट्याक्समा अझ कम हुने र तपाईँले बेनिफिट क्लेम गर्न सक्नुहुनेछ। र यसको बारेमा अब बुझौँ। फर्स्टमा रहेको छ इन्क्लुजनमा तपाईँले पाउने बेसिक स्यालेरी, फेस्टिभल अलाउन्स, स्पेसल अलाउन्स, टेलिफोन अलाउन्स, इन्टरटेनमेन्ट अलाउन्स लगायत जति पनि तपाईँलाई चाहिँ इम्प्लोयरले एज अ बेनिफिट दिइरहेको हुन्छ त्यो सबै तपाईँको, इभन गिफ्ट, बोनसेसहरू सबै, यो सबै कुराहरू चाहिँ तपाईँको इन्क्लुजनमा आउँछ। र यसलाई चाहिँ जेनरली 60-40 को रेसियोमा बाँड्ने चाहिँ चलन रहेको छ। अब यो त तपाईँको आयो इन्क्लुजन, ग्रस इन्कम भयो। र अब यसमा चाहिँ तपाईँले के बेनिफिट लिन सक्नुहुन्छ, दुईवटा कुरा रहेको छ। एउटा रहेको छ रिडक्सन र अर्को रहेको छ डिडक्सन। अब रिडक्सन भन्नुपर्दा डोनेसन पनि क, ख र ग रहेको छ। र कले चाहिँ एक्सपेन्सेस रिलेटेड टु द कन्जर्भेसन अफ द हेरिटेज भनेर बुझाउँछ। खले चाहिँ तपाईँको एक्सपेन्सेस गिभन टु द प्राइम मिनिस्टर रिलिफ फन्ड अथवा रिकन्स्ट्रक्सन भन्ने बुझाउँछ भने गले चाहिँ तपाईँको यदि तपाईँले कुनै पनि स्टार्टअपमा चाहिँ एज अ सिड क्यापिटल इन्भेस्ट गर्नुभएको छ भने त्यो पनि क्लेम गर्न मिल्छ एक्चुअल अमाउन्ट। र अर्को रहेको छ रिडक्सनमा कन्ट्रिब्युसन टु अप्रुभ रिटायरमेन्ट फन्ड। यो भनेको चाहिँ यदि तपाईँ अलरेडी एसएसएफमा इन्क्लुड हुनुहुन्छ अथवा सिआइटीमा हुनुहुन्छ भने चाहिँ म्याक्सिमम 5 लाखसम्म अथवा एक्चुअल तपाईँले जति इन्कम गर्नुभएको छ अथवा 1/3 अफ द एसेसेबल इन्कम। यो एसेसेबल इन्कम भनेको चाहिँ तपाईँको पहिलाको इन्क्लुजन र त्यसमा चाहिँ डोनेसन घटाएर आएको त्यो 1/3 अफ द एसेसेबल इन्कम। यो तीनटा मध्ये चाहिँ जुन कम हुन्छ त्यति चाहिँ कन्ट्रिब्युसन टु अप्रुभ रिटायरमेन्ट फन्ड भनेर क्लेम गर्न सक्नुहुनेछ। र यो बाहेक यतिसम्म त धेरैले गर्नुहुन्छ। र यो बाहेकको धेरै क्लेमहरू चाहिँ मैले धेरैले नलिएको देखेको छु। अब जाउँ डिडक्सनमा। डिडक्सनमा त तपाईँले फर्स्टमा क्लेम गर्न मिल्ने भनेको यदि तपाईँ ह्यान्डिक्याप्ड पर्सन हो भने ह्यान्डिक्याप्ड अलाउन्स पाउनुहुन्छ। यदि पेन्सन एक्जम्सन पाइन्छ, पेन्सनमा हुनुहुन्छ भने पेन्सन एक्जम्सन पाइन्छ। र अर्को रहेको छ हेल्थ इन्सुरेन्स पाइन्छ। त्यसपछि अर्को रहेको छ तपाईँको लाइफ इन्सुरेन्स